अत्यन्तै प्रसिद्ध शक्तिको पीठ मानिने नेपालको हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित पाथिभरा देवीको मन्दिर र यहाँबाट देखिने अत्यन्तै मनमोहक दृश्य साथै यस ठाउँको बारेमा जानकारी दिन गइरहेका छौँ। दर्शकवृन्द, नेपालको प्रदेश नम्बर 1 को उत्तरमा अवस्थित ताप्लेजुङ जिल्ला एक रमणीय हिमाली जिल्ला हो। विश्वको तेस्रो अग्लो चुचुरो आफूमा समावेश गरेको यस जिल्ला प्रदेश नम्बर 1 को सबैभन्दा ठुलो जिल्ला पनि हो। ताप्लेजुङ जिल्लाको अर्को सम्पत्ति भनेको पाथिभरा देवीको मन्दिर हो। पाथिभरा देवीको मन्दिर ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो। पाथिभरा लिम्बू जातिहरूको आराध्य देवताको थान पनि हो, जसलाई हिन्दू एवं बौद्धहरूले समेत पुज्ने महत्त्वपूर्ण धार्मिक स्थल हो। विश्वास, आस्था एवं पवित्रताकी देवीको रूपमा पुजिने पाथिभरा देवीको मन्दिर ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजारबाट 22.5 किलोमिटर पूर्वी उत्तरतर्फ 3794 मिटरको उचाइमा अवस्थित छ। पाथिभरा देवीको मन्दिर निकै उचाइमा रहेकोले यहाँको तापमान सधैँ शून्यको हाराहारीमा झर्ने गर्दछ। तीर्थयात्री तथा पर्यटकहरूले लेक लाग्न र न्यून तापबाट जोगिन घरेलु उपचार जस्तै तातो पानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू प्रयोग गर्छन्। पाथिभरा यात्राको लागि फाल्गुनदेखि वैशाख महिनासम्मको अवधि उपयुक्त हुन्छ। झापाको बिर्तामोडबाट इलाम फिदिम हुँदै 270 किलोमिटर फुङलिङ मेची राजमार्गमा या छोटो बाटो धरान भेडेटार कच्ची मोटर बाटो तमोर करिडोर यात्रा गरी ताप्लेजुङ फुङलिङ बजार पुग्न सकिन्छ। तर यो बाटोबाट दिउँसो मात्र यात्रा गर्दा उत्तम हुन्छ। यो मन्दिरमा विशेष गरी असोजदेखि मङ्सिरसम्म र फाल्गुनदेखि वैशाखसम्म भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। आज हामी चर्चा गर्दैछौँ पाथिभरा मन्दिरको बारेमा। अन्न भरेको पाथी झैँ सुन्दर मनमोहक आकृति बोकेको पाथिभरा पहाडको टुप्पोमा देवीको उत्पत्ति स्थल रहेको यी देवीको नाम पाथिभरा देवी भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। भनिन्छ यहाँ रहेको पाथिभरा देवीको नयाँ प्रतिमा नेपालभरिकै सबैभन्दा अग्लो 8 फिट 6 इन्चको भगवतीको प्रतिमा हो। ताप्लेजुङका वर्षौँदेखि बसोबास गर्दै आउनुभएको स्थानीय लिम्बू समुदायहरू पाथिभरालाई मुकुमलुङ भनेर चिन्दछन्। लिम्बू भाषामा मुकुमलुङको अर्थ सर्वशक्तिमान देवताको प्रतिमा या सर्वशक्तिमान देवताको केन्द्र भन्ने जनाउँदछन्। लिम्बू जातिहरू पाथिभरालाई शक्तिको स्रोतको रूपमा पुज्ने गर्दछन्। पाथिभरा देवीको देवी दर्शन तथा पूजा अर्चना सकिएपछि पाथिभराबाट देखिने कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु, लोत्से, नोत्सेर लगायतका थुप्रै हिम श्रृङ्खलाहरूको अवलोकनका साथै यदि तपाईँ केही समय निकाल्न सक्नुहुन्छ भने पाथिभराबाट कञ्चनजङ्घामा सूर्योदय र सूर्यास्तको अत्यन्तै मोहनी लाग्दो दृश्य हेर्न तथा क्यामेरामा पनि कैद गर्न सक्नुहुन्छ। आज हामी अत्यन्तै प्रसिद्ध धार्मिक स्थल पाथिभरा देवीको मन्दिरको बारेमा र यस वरपर देखिने मनमोहक दृश्यको बारेमा तपाईहरूलाई जानकारी गरायौँ। यस्तै पर्यटकीय र धार्मिक स्थलहरूको बारेमा जानकारी गराउने नै छौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।